मिठो अनि हेल्दी पिनट बार हामीले घरमै बनाउन पनि सक्छौँ। अनि हजुरहरूले पनि आफ्नो बच्चालाई बाहिरको चक्लेटहरू खुवाउनुहुन्छ भने यसरी घरमै पिनट बार बनाएर पनि दिन सक्नुहुन्छ। धेरै सामान पनि चाहिँदैन अनि टाइम पनि धेरै लाग्दैन यो बनाउनको लागि। यसको लागि मेन चाहिने सामान भनेको पिनट नै हो है। यसलाई चाहिँ हामीले पहिला सुरु भुट्नुपर्छ। मजाले भुटे पछाडि मात्रै यसको बोक्रा निस्किन्छ। अनि बोक्रा फालेको पिनट्सहरू चाहिँ बजारमा पाउन त पाउँछ, तर त्यसमा चाहिँ नुन मिसिएको हुने रहेछ। त्यसै गरी यो चाहिँ अप्सनल हो। मसँग पम्पकिन सिड पनि थियो, त्यसलाई पनि मैले भुटे। अनि यो बनाउँदा अलिकति टाइम धेरै लाग्ने भनेको चाहिँ यो पिनट्सको बोक्रा फाल्नलाई हो है। यसरी एक एक गरेर बोक्रा फाल्न चाहिँ अलिकति टाइम चाहिँ लाग्छ है। बोक्रैसँग चाहिँ खासै मिठो हुँदैन। अनि मैले चाहिँ यतिको बनाएँ फालेर है। अब हामीले यसमा गुलियोको लागि युज गर्दैछौँ सक्खर। मैले सक्खरलाई चाहिँ मसिनो गरेर काटेँ। अनि त्यस पछाडि भाँडामा घिउ राखेँ। घिउलाई चाहिँ यसरी भाँडाभरि फैलाइसके पछाडि सक्खर राखिदिने। भाँडामा थोरै घिउ राखेर यसरी सक्खर पकायो भने भाँडामा खासै सक्खर टाँसिँदैन के। सक्खरलाई पकाइसके पछाडि मैले चाहिँ पिनट्सलाई चाहिँ एउटा भाँडामा छुट्टै खनाएँ है। पिनट रोस्ट गर्दा चाहिँ सानो ग्यास गरेर रोस्ट गर्यो भने क्रन्ची हुन्छ क्या। अनि त्यसमा मैले पम्पकिन सिडलाई पनि मिक्स गरिदिएँ। अनि दुईटालाई चाहिँ मैले एकै ठाउँमा मिक्स गरेँ है। पम्पकिन सिड अरू सिड्सहरू पनि राख्यो भने पनि मिठो हुन्छ। अनि त्यस पछाडि हामीले चाहिँ सक्खर पकाएर यतिको बनाउँछौँ। सक्खर पग्लिसके पछाडि चाहिँ सक्खरमा धेरै फोहोर हुने भएकाले यसरी छान्नु पर्ने हुन्छ है। छान्ने है, त्यही पिनट र पम्पकिन सिड माथि यसरी सक्खरलाई छानिदिने। अनि त्यस पछाडि दुईटै कुरालाई चाहिँ मजाले मिक्स गर्ने है। छान्ने बेलामा राम्रोसँग आएको छैन भने हजुरहरूले काँटा चम्चा लिएर यसरी कोतार दिनुभयो भने छान्नीलाई मजाले सबै कुरा छानिन्छ। अनि यति भइसके पछाडि चम्चाको सहायताले मिक्स गर्ने बेलामा मैले भिडियो बनाउनु बिर्सेछु। अनि त्यस पछाडि प्लेटमा चाहिँ मजासँगले घिउ अथवा तेल लगाइदिने र अनि यसरी प्लेटभरि यसलाई फैलाउने। हजुरले यसलाई यतिकै लड्डु जस्तो बनाउन नि मिल्छ भने यसरी फैलाइसके पछाडि काटेर यस्तो स्क्वायर सेपमा बनाउन पनि मिल्छ। यसरी हेल्दी पनि मिठो पनि आफैले घरमै बनाएर हजुरहरू पनि ट्राई गर्नु है त।